आज भने शिवरात्रि होइन, फागुन 3 गते होइन, फागुन 3 गते शिवरात्रि परेको छ होइन। आज भने हामी जान गएका छौँ होइन शिवपुरी धाम होइन। शिवपुरी धाममा आज जाँदाखेरि पुरै भिडै भिड होइन, यस्तो पुरै भिडै भिड होइन। के गर्ने कसरी न भिडियो बनाउन पाइने न फोटो खिच्न पाइने, पुरै लास्टै भिड होइन। उस्तै चिसो आजको होइन, यस्तो चिसो के भन्नु बाप बाबा। यसरी पुरी घन्टी बजाएर होइन, यसरी शुद्ध गरेर आइसकेका छौँ अब हामी होइन। त्यसपछि त हामी टक्क लाइन पर्खिराख्यौँ पछिसम्म। यहाँ अब पर्खिनेवाला छौँ है, अब अन्तिममा पुगिसकेका छौँ हामी। अब यस्तो भिड आज म र लक्ष्मी होइन, मेरो बुढी होइन सँगै गएका थियौँ र अब भने हामीले यहाँ केही समय पर्खनु पर्नेछ होइन। यहाँ हामीले अब केही समय पर्खनु पर्नेछ, लाइन लाग्नु पर्नेछ पूजाको लागि होइन, लाइन लाग्नु पर्नेछ होइन। त्यसपछि अब हामीले पूजा गर्ने, यस्तो भिड हामी लगभग यहाँ लाइन लागेर आधा घन्टा यहाँ रोकियौँ, आधा घन्टा उहाँ पलतिर रोकियौँ। यसरी उभिएका थियौँ यस्तो धाम होइन। यस्तो भिड पुरै भिडै भिड, के गर्ने पुरै बोर लागिसक्यो होइन। यस्तो भिड पुरै सिटी नआउने, यस्तो हेरेन पुरा चेपाचेप बेचाबेच यस्तो रिस उठ्ने। शिवजीले के गरायो आज होइन शिवपुरीमा। उस्तै चिसोले उस्तै पानीमा जानुपर्ने होइन, उस्तै भिड। के गर्ने कसरी पूजा गर्ने भन्ने। त्यो माथि टपमा जान पाइनँ है साथीहरू, आज टपमा जान पाइनँ है। शिवपुरी धामको मन्दिरको टपमा गएर पूजा गर्नु थियो अनि माथिमा साह्रै भिड थियो, त्यसैले जान पाइनँ। मेरो पछाडि देख्न सक्नुहुन्छ त्यो शिवलिङ्गको पछाडि होइन, त्यो माथि पुरै भिडै भिड थियो। यहाँ पनि हामी लाइन लागेर पूजा गरिराखेका छौँ। यो हाम्रो पछाडि कति छ पारिबाट आएका, अब ठ्याक्कै बिचमा पुगेका छौँ है। अब हामीले जानुपर्ने छ, अझै आधा छ बाँकी होइन। यस्तो भिड है, पुरै लास्ट भिड हेर्नु न। हाम्रो जस्तै बुङ्गलमा होइन, त्यो के भन्छन् शिवरात्रि लागेको बेला बिचवटामा हुन्छ नि, त्यस्तै हुन्छ के यहाँ पूजा गर्ने बेलामा। यसरी लाइन लाग्यो, यो माथि जाने लाइन हो है। यो लाइन भनेको हाम्रो यता देखिरहेको थिएन पहिला हो, त्यो लाइन भनेको माथि जाने लाइन। यो हाम्रो लाइन भनेको शिवहरूको पूजा गरिरहेछौँ, त्यो देख्नुभयो नि पछाडि त्यति छन् होइन। अनि पछि लाग्दै पुरै बोर हुने के लाइन। अब फोटो खिचिरहेको छौँ लक्ष्मी र सुनिताको है। फोटो खिचिसक्यौँ र अब हामी जानेवाला छौँ, गेट बाहिर जानेवाला छौँ सायद होइन। अब यस्तो छ मन्दिर, अब हामी जानेवाला छौँ है। यसरी भिडियो बनाउँदै गएपछि अब हामी टिका लगाउँछौँ है। बाबाजीको हातबाट टिका लगाउने कार्यक्रममा पुगिसकेका छौँ है। अब यस्तो भिड टिका लगाउनु पनि यस्तो भिड केही गरी लाइन कुर्नुपर्ने हरेक चिजमा होइन। यहाँ बोर्डिङ स्कुलबाट अन्तको स्कुलबाट आयो त्यो स्वयंसेवकको काम गर्न होइन, अनि त्यहाँ राखेका थिए होइन। अनि पछि आएर पुलिसहरू सशस्त्रहरू सबै खटिरहेको थिए होइन। राम्रोसँग पूजाको भइरहेको थियो, राम्रै छ सबै। आउनु होला, दर्शन गरेर जानु होला शिवपुरी धाम, शिवको दर्शन होइन। बाबाजीले मलाई टिका लगाइदिनु भयो है। अब भने हामी सकेपछि अब हामी गेट बाहिर जानेवाला छौँ र गेट बाहिर जानेवाला छौँ। यो मेरो पछाडि यस्तो छ कि शिवलिङ्ग है।